सर हामी कहाँ आइपुग्यो यसको बारेमा के छ सर यो हाम्रो यो ढुकाने छोरालाई हामीले थप व्यवस्थित बनाएर यहाँ पर्यटकहरू आगन्तुकहरू पाहुनाहरूलाई भित्राउने यसको लागि यहाँदेखि माथि रोडसम्म एकदमै फुटपाथ ट्र्याक बनाएर यसलाई व्यवस्थित ढङ्गले सञ्चालन गऱ्यो भने यो चाहिँ हाम्रो एउटा आय स्रोतको एउटा राम्रो सोर्स पनि हुनेछ। यसलाई यहाँको वातावरण मनोरमको यहाँ चाहिँ हेर्न सक्नुहुन्छ चारैतिरबाट डाँडाकाँडा छन्, तल कडाली छ, एकदमै मनोरम वातावरण छ। यहाँ आउँदा छुट्टै यो पोखराको फेवातालभन्दा कम जस्तो देखिँदैन। यहाँ आउँदाको सौन्दर्यता हेर्ने हो भने यहाँ हामी माथिबाट थाकेर हिँडेर आयौँ, तर यहाँ आउँदा आनन्द फिल भइरहेको छ। तसर्थ हामी चौगुनी गाउँपालिका प्रदेश सङ्घ सबैसँग यसको डकुमेन्ट्री बनाएर यसको केही मास्टर प्लानहरू बनाएर यसलाई कसरी विकास गर्न सकिन्छ भन्नेतिर हाम्रो चौगुनी गाउँपालिकाको कर्मचारी टिम लाग्नु छ। यसको सब विकास गरेर यहाँको पर्यटन विस्तार, यहाँको आयस्रोत विस्तार, यहाँको राष्ट्र विस्तारमा यसले ठुलो प्रभाव पार्नेछ भन्ने हामीले आशा गरेका छौँ। तसर्थ हामी सबै यसलाई बनाउनतिर, यसलाई विकास गर्नतिर दया गर्दछौँ।